एसीई तयारीको लागि एकाइ 3 मौरी समूह ए बहुवैकल्पिक प्रश्नहरू MCQ 1. मौरी कुन फाइलम अन्तर्गत पर्दछ? क. एनलिडा, ख. आर्थ्रोपोडा, ग. कर्डाटा, घ. मोलस्का। सही उत्तर ख. आर्थ्रोपोडा। 2. मौरीको बारेमा अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? क. बायोलोजी, ख. मेलिटोलोजी, ग. एपिकोलोजी, घ. एपिकल्चर। सही उत्तर ग. एपिकोलोजी। 3. मौरीलाई किन फाइलम आर्थ्रोपोडामा राखिएको छ? क. यसले फूल पार्छ, ख. यसले मह उत्पादन गर्छ, ग. यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरू पाइन्छन्, घ. यो सामाजिक किरा हो। सही उत्तर ग. यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरू पाइन्छन्। 4. मौरीको टाउकोमा भएको एन्टेनाको काम के हो? क. मह बनाउने, ख. वातावरणमा हुने परिवर्तन थाहा पाउने, ग. परागकण सङ्कलन गर्ने, घ. खाना पत्ता लगाउने। सही उत्तर ख. वातावरणमा हुने परिवर्तन थाहा पाउने। 5. तल दिइएका विशेषताहरूका आधारमा रानी मौरी पहिचान गर्नुहोस्। क. टाउको सानो र गोलाकार, सबैभन्दा ठूलो र सलक्क परेको जिउ, ख. मझौला आकारको शरीर, कालो र जुसिलो, ग. सबैभन्दा सानो जिउ, चपाउने र चाक्ने मुख, घ. खुट्टामा पोलेन बास्केट भएको, विष ग्रन्थि नभएको। सही उत्तर क. टाउको सानो र गोलाकार, सबैभन्दा ठूलो र सलक्क परेको जिउ। 6. तलको चित्रमा के देखाइएको छ? क. भाले मौरी, ख. मौरीको लार्वा, ग. कर्मी मौरी, घ. रानी मौरी। सही उत्तर ग. रानी मौरी। 7. रानी मौरीको मुख्य काम के हो? क. फूल पार्ने, ख. शत्रुसँग लड्ने, ग. घारलाई नियन्त्रणमा राख्ने, घ. मह उत्पादन गर्ने। सही उत्तर क. फूल पार्ने, ग. घारलाई नियन्त्रणमा राख्ने। 8. तलको चित्रमा मौरीको जीवन चक्रको कुन अवस्था देखाइएको छ? क. फूल, ख. प्युपा, ग. लार्भा, घ. वयस्क। सही उत्तर ग. लार्भा। 9. तलका विशेषताहरूको आधारमा भाले मौरीको पहिचान गर्नुहोस्। क. फर्टाइल, जुसिलो, मझौलाकार, ह्याप्लोइड, ख. स्टेराइल, जुसिलो, मझौलाकार, डिप्लोइड, ग. स्टेराइल, चिल्लो, सबभन्दा सानो, डिप्लोइड, घ. फर्टाइल, जुसिलो, सबभन्दा ठूलो, ह्याप्लोइड। सही उत्तर क. फर्टाइल, जुसिलो, मझौलाकार, ह्याप्लोइड। 10. एउटा घारमा कर्मी मौरीको सङ्ख्या कति हुन्छ? क. 10,000 देखि 20,000, ख. 20,000 देखि 80,000, ग. 30,000 देखि 50,000, घ. 50,000 देखि 80,000। सही उत्तर ख. 20,000 देखि 80,000। 11. तलका मध्ये कुन अवस्थामा रानी मौरीको विकास हुन्छ? क. सुरुको 3 दिनसम्म रोयल जेली खाने, ख. लार्भा अवधिभर रोयल जेली खाने, ग. सुरुको 4 दिनसम्म रोयल जेली खाने, घ. प्युपा अवधिभरि रोयल जेली खाने। सही उत्तर ख. लार्भा अवधिभर रोयल जेली खाने। 12. तलका मध्ये कर्मी मौरीको कुन समूह उमेरको मौरीले मैना निकाल्ने र चाका बनाउने गर्दछन्? क. 4 देखि 6 दिन, ख. 7 देखि 11 दिन, ग. 12 देखि 17 दिन, घ. 18 देखि 20 दिन। सही उत्तर ग. 12 देखि 17 दिन। 13. मौरीले आफ्नो बोलाका सदस्यहरूलाई चिन्ने आधार के हो? क. नाचेर, ख. छोएर, ग. गन्धबाट, घ. दृष्टिबाट। सही उत्तर ग. गन्धबाट। 14. मौरीहरूमा भाले मौरी केबाट विकास हुन्छ? क. अनिषेचित फूल, ख. निषेचित फूल, ग. कर्मी मौरीले कुनै पनि हेरचाह नगरेका अनिषेचित लार्भा, घ. निषेचित अण्डाबाट बनेको लार्भा जसलाई रोयल जेली खुवाइन्छ। सही उत्तर क. अनिषेचित फूल। 15.
तलका मध्ये कुन मौरी प्रजनन गर्न असक्षम हुन्छ? क. रानी मौरी, ख. कर्मी मौरी, ग. भाले मौरी, ग. माथिका कुनै पनि होइन। सही उत्तर ख. कर्मी मौरी। 16. रोयल जेलीले निकाल्दछन्। क. रानी मौरी, ख. भाले मौरी, ग. कर्मी मौरी, ग. माथिका सबै। सही उत्तर ग. कर्मी मौरी। 17. मौरी नाचेको अवस्थाले जनाउँछ। क. खानाको स्रोत, ख. खानाको पर्याप्तता, ग. खानाको दिशा, ग. माथिका सबै। सही उत्तर ग. माथिका सबै। 18. मौरी पालन केका लागि महत्त्वपूर्ण हुन्छ? क. परागसेचन, ख. मह उत्पादन, ग. रोयल जेली उत्पादन, ग. माथिका सबै। सही उत्तर ग. माथिका सबै। 19. कुन मौरीमा 16 वटा मात्र क्रोमोजोम हुन्छन्? क. रानी मौरी, ख. कर्मो मौरी, ग. भाले मौरी, ग. रानी मौरी र कमी मौरी। सही उत्तर ग. भाले मौरी। 20. रोयल जेली कहाँबाट उत्पादन हुन्छ? क. रानी मौरीको शिरग्रन्थीबाट, ख. भाले मौरीको शिरग्रन्थीबाट, ग. कर्मी मौरीको शिरग्रन्थीबाट, क. कर्मी मौरीको र्यालग्रन्थीबाट। सही उत्तर ग. कर्मी मौरीको शिरग्रन्थीबाट। 21. मौरीको लार्भालाई रोयल जेली मात्र खान दिँदा कुनै मौरी बन्छ? क. रानी मौरी, ख. भाले मौरी, ग. कर्मी मौरी, ग. रानी मौरी र कर्मा मौरी। सही उत्तर क. रानी मौरी। 22. दिइएको चित्रमा मौरीको कुन अवस्था देखिएको छ? क. फूल, ख. लावा, ग. प्युपा, ग. वयस्क। सही उत्तर ग. प्युपा। 23. मौरीलाई सामाजिक किरा भन्नुको कारण के हो? क. यसले मह उत्पादन गर्छ, ख. यसले बिरुवामा परागसेचन गराउँछ, ग. यो समूहमा मिलेर बस्छ, ग. घरपालुवा किरा हो। सही उत्तर ग. यो समूहमा मिलेर बस्छ। 24. कर्म मौरीका खुट्टामा रहेको पोलेन बास्केट कुनै कारणवश चुडिएछ। अब उसको कुन कार्य गर्ने क्षमता घट्छ? क. घारको नियन्त्रण गर्ने, ख. बुढ प्रकोष्ठ निर्माण गर्ने, ग. लार्भालाई रोयल जेली खुवाउने, ग. फूलको परागकण जम्मा गर्ने। सही उत्तर ग. फूलको परागकण जम्मा गर्ने। 25. रानी मौरीले नप्चियल लाइट पश्चात भालेबाट प्राप्त शुक्रकीट कहाँ जम्मा गरेर राख्छ? क. पोलेन स्याक, ख. ओभरी, ग. स्पर्म स्याक, ग. एग स्याक। सही उत्तर ग. स्पर्म स्याक। 26. गर्भाधान नभएको मौरीको फूलमा कतिवटा क्रोमोजोम हुन्छन्? क. 4 वटा, ख. 16 वटा, ग. 32 वटा, ग. 40 वटा। सही उत्तर ख. 16 वटा। 27. कर्मी मौरी कति दिनको हुँदा मैना र घारको कोठा बनाउने गर्छ? क. 3-6 दिन, ख. 8-16 दिन, ग. 12-18 दिन, ग. 20-24 दिन। सही उत्तर ग. 12-18 दिन। 28. कुन मौरीमा 16 वटा क्रोमोजोम हुन्छन्? क. रानी मौरी, ख. कर्मी मौरी, ग. भाले मौरी, ग. रानी मौरी र कमी मौरी। सही उत्तर ग. भाले मौरी। 29. गर्भाधान भएको अण्डाबाट बनेको लार्भालाई रोयल जेली मात्र खुवाउँदा के बन्छ? क. रानी मौरी, ख. कर्मी मौरी, ग. भाले मौरी, ग. रानी मौरी र कर्मी मौरी। सही उत्तर क. रानी मौरी। 30. मौरीले कृषिमा कसरी सहयोग गर्छ? क. एक ठाउँबाट अर्को ठाउँमा बीजहरू सार्न, ख. परागसेचन गर्न, ग. पुष्प सङ्कलन गर्न, ग. बिरुवालाई पोषक तत्त्व प्रदान गर्न। सही उत्तर ख. परागसेचन गर्न। 31. भाले मौरी कसरी जमिन्छ? क. पार्थोजिनेसिसबाट, ख. स्योरुलेसनबाट, ग. गर्भाधानबाट,
क मेटामोफोसिसबाट। सही उत्तर क पार्थोजिनेसिसबाट। 32 किन भाले मौरीले फूलको पुष्प रस खान सक्दैन? क तिनीहरूसँग पराग टोकरी छैन। ख तिनीहरूसँग अविकसित प्रोबोसिस हुन्छ। ग तिनीहरू फूल सुक्न सक्दैनन्। ग तिनीहरू परागकण चपाउन सक्दैनन्। सही उत्तर ख तिनीहरूसँग अविकसित प्रोबोसिस हुन्छ। 33 घारका कुन भौरी उर्वर हुन्छन्? क लार्वा र मौरी। ख रानी मौरी र कर्मी मौरी। ग ड्रोन भौरी र कर्मी मौरी। ग ड्रोन मौरी र रानी मौरी। सही उत्तर ग ड्रोन मौरी र रानी मौरी। 34 कवि मौरी कति समय बाँच्छ? क 6 हप्तादेखि 6 महिनासम्म। ख 2 वर्षदेखि 5 वर्षसम्म। ग लगभग 2 महिना। ग 2 महिना। सही उत्तर क 6 हप्तादेखि 6 महिनासम्म। 35 सम्भोगपछि ड्रोन किन मर्छन्? क पेटका तन्तु च्यातिएर। ख फूलको रस खान नपाएर। ग घारबाट निकालिएको हुनाले। क रानी मौरीले टोकेको हुनाले। सही उत्तर क पेटका तन्तु च्यातिएर। 36 कमी मौरीका विशेषताहरू के हुन्? क सबैभन्दा सानो उर्वर हाप्लोइड। ख बाँझो सबैभन्दा ठूलो डिप्लोइड। ग बाँझो सबैभन्दा सानो डिप्लोइड। ग उर्वर डिप्लोइड मझौला आकारको। सही उत्तर ग बाँझो सबैभन्दा सानो डिप्लोइड। 37 रानी मौरीका विशेषताहरू के हुन्? क बाँझो मझौला आकारको डिप्लोइड। ख उर्वर सबैभन्दा ठूलो डिप्लोइड। ग सबैभन्दा सानो उर्वर हाप्लोइड। ग बाँझो सबैभन्दा ठूलो डिप्लोइड। सही उत्तर ख उर्वर सबैभन्दा ठूलो डिप्लोइड। 38 मौरीको जीवन चक्रमा पूर्ण रूपान्तरण हुन्छ। यसको मतलब के हो? क हिस्टोजेनेसिस प्युपा चरणमा हुन्छ। ख मेटामार्फिसिस हरेक प्युपामा हुन्छ। ग मौरीको जीवन चक्रमा स्पष्ट 4 चरण हुन्छन्। ग मौरीको जीवन चक्र 4 महिनामा पूरा हुन्छ। सही उत्तर ग मौरीको जीवन चक्रमा स्पष्ट 4 चरण हुन्छन्। 40 महकोषहरूलाई कसले सफा गर्छ? क रानी मौरीले। ख ड्रोन मौरीले। ग कर्मी मौरीले। ग 1 देखि 3 दिनसम्मको कर्मी मौरीले। सही उत्तर ग कर्मी मौरीले। 41 मौरीहरूले पारिस्थितिक प्रणालीलाई कसरी मद्दत गर्छन्? क मह उत्पादन गरेर। ख संक्रमण रोकेर। ग मैना उत्पादन गरेर। ग बिरुवामा परागसेचन गरेर। सही उत्तर ग बिरुवामा परागसेचन गरेर। 42 5 दिनका कर्मी मौरीको काम के हो? क घार सफा गर्नु। ख पुष्परस सङ्कलन गर्नु। ग रोयल जेली उत्पादन गर्नु। ग लार्भालाई खुवाउनु। सही उत्तर ग लार्भालाई खुवाउनु।